आज एक बिहानै भैरुवाको आकाशमा बाक्लो कालो धुवाको मुस्लो देखियो, त्यो पनि एयरपोर्ट साइडमा। त्यसले धेरैको ध्यान तानिहाल्यो र कतिको मन त चिसो पनि भयो, कतै विमान पो दुर्घटना भयो कि भनेर। धुवाको मुस्लो मात्र होइन, एकैसाथ धेरै फायर फाइटिङ दमकलहरू, एम्बुलेन्स र प्रहरीको गाडीको साइरन, सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिति देख्दा आसपासमा कोलाहल नै मच्चियो होला। दृश्य यतिमा मात्र सीमित थिएन। त्यहाँ दमकलले आगो निभाउने, नेपाली सेना र प्रहरीले उद्धार गर्ने जस्तै क्रियाकलापहरू एकैसाथ तीव्र गतिमा भइरहेका थिए। स्वास्थ्य कर्मीहरू पनि उपचारमा व्यस्त थिए। लाग्थ्यो ठुलै दुर्घटना भई उद्धार भइरहेको छ। एयरपोर्ट पेरिमिटरमा भिड समेत बाक्लो लागिसकेको थियो। अवस्था बुझाउन प्रहरीलाई हम्मे समेत परेको थियो। अब हामी यसको वास्तविकतातर्फ लाग्यौँ। विमानस्थलमा हुन सक्ने आपतकालीन दुर्घटनामा जनधनको क्षति न्यूनीकरण र उद्धार कार्यलाई चुस्त दुरुस्त बनाउन, विद्यमान स्रोत साधनको प्रभावकारी परिचालन गर्न र दुर्घटना भएमा उद्धार कार्यमा संलग्न हुने सबै निकायलाई थप प्रभावकारी बनाउन यो आपतकालीन उद्धार अभ्यासको आयोजना गरिएको हो। यसको सूचना नागरिक उड्डयन प्राधिकरणले पहिला नै जारी गरिसकेको थियो। यो केवल एउटा अभ्यास मात्र हो। प्रत्येक वर्ष यस्ता अभ्यासहरू हुने गर्दछन्, जसको उद्देश्य आपतकालीन समयमा प्रभावकारी उद्धार गर्नु नै हो। यसै अभ्यासलाई लिएर सञ्जालमा विभिन्न भ्रम सिर्जना गर्ने सूचनाहरू समेत सम्प्रेषण गरेको पाइन्छ। तपाईँहरू पनि स्पष्ट हुनुहोला है त, यो अभ्यास उपयुक्त र आवश्यक रहेको वा नरहेको, यसको प्रभावकारिता कमेन्ट गर्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुहोला। धन्यवाद। Bueno,